So, hello world, good morning everyone. आज चाहिँ Saturday and hiking day. आज चाहिँ म हाइकिङ जान्छु भनेर सोचिरहेको थियो अनि बिहानदेखि सोच्दा सोच्दै आज पनि 10:30 हुन लागिसक्यो। सो म चाहिँ अब निस्किन लागेको अनि म अहिले जान लागेको ठाउँ चाहिँ मैले भर्खर डिसाइड गरेको कलमसी ड्याम गएर आउँछु म चाहिँ। यहाँबाट लगभग 15 किलोमिटर जति देखाएको छ। सो अब म चाहिँ निस्किन लागेको लगभग अब 3-3.5 घन्टाको बाटो छ। अहिले 10:30 भयो, 10, 11, 12, 1, 2 बजीतिर पुग्ला कि सायद। ओके म चाहिँ अब निस्किन लागेको। अलिकति माथि आएको छ। रास्तै गर्मी। खरै त्यहाँ सर्प आएको थियो है। सर्प निस्क्यो अनि मलाई देख्ने बित्तिकै फेरि भित्र छिर्यो क्या। यस्तो गर्मी भइरहेको छ सर्पहरू निस्किहाल्छ नि होइन। त्यही भएर साइडबाट हिँड्नु हुँदैन है। त्यहाँ माथि सरस्वती स्थान, त्यहाँबाट अलिकति यतापट्टि जानुपर्छ कलमसी। गर्मी छ, कस्तो गर्मी भएको। भर्खरै त्यो कुवाखानामा पुग्नु लाग्छ जितपुर त्यो उकालोमा। भर्खर लगभग 12 बजिरहेको, 11:30 हिँड्यो होला। लास्टै गर्मी आएको थियो। आज सरस्वती स्थानसम्म त गएर आउनु पर्ला। ठ्याक्क 12:30 भयो। 2 घन्टा हिँडेपछि चाहिँ यो गुम्बा आइपुग्यो है। आफ्टर 2 आवर अफ हिँडाइ गुम्बा आइसकेको छ। फाइनली भर्खर सरस्वती स्थान पुगिसकेको छ है। जस्तै उयो भयो गर्मी भयो गाडी नै भएको छ त। घाममा हिँडेर होला सायद। लगभग यहाँसम्म आउनु मलाई 2.5 घन्टा त्यति लाग्यो होला। सरस्वती स्थानबाट चाहिँ फेरि म कलमसी ड्यामतिर जान लाग्छु। अहिले यहाँबाट फेरि हिँड्दैछु म माथि। उयो सर्टकट चाहिँ यहाँबाट छ भन्दा भनेको थियो। अनि नभए चाहिँ बाटो चाहिँ उट्टाबाट घुमेर जानुपर्छ। म चाहिँ अब सर्टकटै जान्छु होला। सिट गएर हेरौँ 1 बजिसकेको छ। लगभग 8 घन्टा चाहिँ लाग्छ होला मलाई पुग्न। सरस्वती स्थानबाट चाहिँ लगभग 20 मिनट हिँडेँ म अहिले। सर्टकट धेरै। Okay, let's go to the dam. So, म चाहिँ अहिले यहाँ भोजनी ड्यामको टावरमा पुगिसकेको छु। अनि यो टावर चाहिँ म पनि पहिला आएको थिएन है। यो चाहिँ म पनि आज फर्स्ट टाइमै जाँदैछु। टावर रहेछ यहाँ थाहा थिएन मलाई। अनि म चाहिँ ड्याम पनि गएको छैन है। सिधै यहाँ पछाडिबाट आएको थियो अनि यहाँ टावरमा पुगिहालेँ। त्यही भएर म अब टावरमा जाँदैछु। तर यो जङ्गलको बिचमा चाहिँ किन टावर बनाएको होला? न के देख्नु न के देख्नु होइन। अहिले टावरमा घुमिरहेको छु म। ल ड्याम चाहिँ कहाँतिर होला अब? उतापट्टि होला सायद ड्याम। खासै भ्यू पनि देख्दैन, केही पनि देख्दैन यहाँबाट त। सो म अब टावरबाट चाहिँ
ड्यामतिर जाँदैछु। I don't know यार, तर ड्याम कहाँ हो? यहीँबाट हो किन? अब जङ्गलको बाटो हिँडिरहेको म। सडक 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 सडक। सो म चाहिँ अहिलेको यो दक्षिणकाली मन्दिर पुगेको छु है। लगभग कलमक्सीबाट मलाई चाहिँ 1 घन्टा लाग्यो यहाँ पुग्नलाई। तल चढ्दाखेरि चाहिँ त्यहाँ माथिबाट ननस्टप अब प्राइभेट नरोकिकन मजाको टिकटमा पुगेँ म। पुरा लास्टतिर पुगेँ भने चढ्दाखेरि भन्दा पनि त्यो चढ्दाखेरि कस्तो खुट्टा दुख्ने रहेछ आम्मा। धेरै बाँकी छैन अब 1 घन्टामा पुग्छ होला साइडबाट। लास्टै खुट्टा दुख्ने बा यहाँ पुगिसकेँ म चाहिँ। पुरा लास्टै पुग्नाले लगभग 15-20 किलोमिटर जति बढी हिँडेँ होला म। 20-25 त्यस्तो हिँडिसकेँ होला। पाउने 2 घन्टा लाग्यो यहाँसम्म मलाई। अब त्यही होइन गाडी अब पाउने 2 घन्टा लाग्यो। यहाँबाट त घर पुगिहाल्यो 15-20 मिनट पुग्छ होला घर।